जहाँ प्रेमको अवतरण हुन्छ नि त्यहाँ परमात्माले खोजिरहनु पर्दैन है। मैले परमात्माले पाइनँ, मैले परमात्मालाई कसरी खोजिनु भएन, परमात्मालाई खोजिरहनु पर्दैन, किनकि प्रेम ब्रह्म दो एक है। विशुद्ध प्रेम नै ब्रह्म स्वरूप हो। जहाँ प्रेम छ, यदि हामीमा प्रेम छ भने त्यही ब्रह्म हुनुहुन्छ, त्यही नै परमात्मा हुनुहुन्छ। कृष्ण मुरारी मेरो पुकार सुने जय कृष्ण मुरारी, बिरहले जले मत भनौ कसरी, बिरहले जले मत भनौ कसरी। रासलले 2082 सालमा 2,17,500 चाहिँ सेभिङ गर्न सकेको छ। एउटा रासलको लेभलमा एउटा कार्यक्रमबाट यति भएको छ। त्यसको लागि सबै हाम्रा प्रासका पदाधिकारी सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि पनि 10औं संस्करणको सामूहिक पदयात्रा हाइकिङ कार्यक्रम पनि यही 2082 साल कार्तिक 29 गते भव्यताका साथ सम्पन्न गरेका छौँ। आज हामीले यस कार्यक्रममा हाम्रो यो मुख्य रूपमा 10 वर्षदेखि सामूहिक पदयात्रा हाइकिङ कार्यक्रममा प्रत्येकचोटि भान्सामा चाहिँ भान्सा सहयोग गर्नुहुने 2 जनालाई ठाउँमा चाहिँ हामी गएर एकदमै दुर्गम क्षेत्रमा होइन, हामी नै पुग्दाखेरि बाटो कहीँ के घरहरू थिएन, कहीँ थिएन, कहाँ सोध्ने कसलाई सोध्ने भएर बाटो आफै अनुमान गर्दै चाहिँ हामी बाटो पत्ता लगाएर चाहिँ त्यहाँ पुग्यौँ। र त्यहाँ पनि हामीले चाहिँ झन्डै 85 जनालाई चाहिँ ज्याकेट सेवा, टोपी भएकै ज्याकेट भएर त्यहाँ चाहिँ टोपीको सेवा भएन, मोटै ज्याकेट हुन्छ नि त्यो सिलिकन भरेको ज्याकेट सेवा। नगरपालिकाले हजुरहरूलाई 3वटा प्रासालाई यसरी बजेट छुटाउनु भनेको एउटा ठुलो गौरवको कुरा पनि हो। यसको लागि जोरदार राम्रा प्रगतिका कुराहरू सुनाउनु भयो। यो जिल्लाको लागि एकदम खुसीको कुरा छ। हामीले प्रासले जति गर्नुभयो यो एकदम उत्कृष्ट कार्यहरू गर्नुभएको छ। खेलकुद सँगै धर्मलाई पनि एकसाथ लानुपर्छ र धर्मसँगै खेलकुदले पनि हामीले आफ्नो स्वास्थ्यलाई मध्यनजर गरेर यस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ भनेर ललितपुर जिल्ला अन्तर्गतको यस इमाडोल प्रासले 11 वर्षदेखि यो गर्दै आइरहेको फुटसल प्रतियोगिता एकदमै उदाहरणीय महत्त्वपूर्ण एउटा कार्यक्रम रहेको छ। फुटसल कार्यक्रम जसले इमाडोल प्रासले गरिरहनु भएको छ। त्यसै गरी न्यानो पाया कार्यक्रम अत्यन्त विकट बस्तीमा गएर लुबु प्रासले जुन किसिमको उल्लेखनीय सहयोग पुर्याउनु भएको छ। त्यसै गरी लामाटार प्रासले विगत 10 वर्षदेखि हाइकिङ कार्यक्रममा सबैलाई जोड्ने जुन प्रयत्न गर्नुभएको छ यो अत्यन्तै राम्रो रहेको छ। र अहिले जुन 3टा प्रास महालक्ष्मी नगरपालिका अन्तर्गतमा रहेका यो कार्यक्रमको आज यति शानदार ठाउँमा आएर यति मनमोहक दृश्य हेरेर सबैजनालाई यहाँ ल्याउन पाउँदा र हाम्रै छेउमा हामीले यसो यहाँ गाई बाख्रा चराइरहेको ठाउँमा यहाँहरू सबैजनालाई देखाउनु पर्दा असाध्यै खुसी लाग्यो। एउटा आफ्ना विगतमा गरेका विशेष कार्यक्रमहरूको समस्याको जुन एउटा भनौँ न मिनी हाइकिङ जस्तै सहितको एउटा यो मनोरम घाम ताप्दै जुन एउटा कार्यक्रमको आयोजना गर्नु सम्पूर्ण आयोजकलाई हामी धन्यवाद दिन चाहन्छौँ। यो ललितपुरको पर्यटकीय क्षेत्र महालक्ष्मी नगरपालिकाको यो लामाटार क्षेत्रमा जुन आयोजना गर्नुभएको छ यो नयाँ पनि छ। श्रीकृष्ण प्रेमी धर्मको संरक्षण गर्नुपर्छ, संवर्धन गर्नुपर्छ र जगेर्ना गर्नुपर्छ भनेर हजुर सबैजना आफ्नो ठाउँबाट लाग्नु भएको छ। यो अत्यन्तै प्रशंसनीय छ। आज यो 3टा प्रासद्वारा संयुक्त रूपमा आयोजना भएको यो वनभोज कार्यक्रम प्लस यो समीक्षा बैठकको रूपमा एउटा आयोजना गरिएको यो कार्यक्रममा आज आफ्नो व्यस्तता समयको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्दिनु हुने हाम्रो केन्द्रीय महासचिवज्यू, केन्द्रीय उपमहासचिवज्यू, केन्द्रीय सदस्यज्यूहरू, हाम्रो प्रदेश अध्यक्षज्यू, जिल्ला अध्यक्षज्यू लगायत जिल्लाका सम्पूर्ण पदाधिकारीज्यूहरू र उपस्थित सम्पूर्ण हाम्रो प्रारम्भिक समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी झल्को